ए भन मेरा भाइ हो देउसी रे ए राम्ररी भन देउसी रे ए स्वर मिलाइकन देउसी रे ए भन न भन देउसी रे ए भैँसीको पिलो देउसी रे ए किन यति ढिलो के भयो किन देउसी रे नभनेको साले आउन नपाई किन यति ढिलो भन्छस् यसरी भट्टाएर त 20 रुपैयाँ नि पाइन्न छोड म भट्टाउँछु ल सरी अब मजाले भट्टाउँछु प्रमिस ए छानामाथि घिरौला देउसी रे ए के दिन्छौ हेरौला देउसी रे ए आक्कुम बाक्कुम देउसी रे ए सेलरोटी चाक्कुम देउसी रे ए बन्दुकको गोली देउसी रे ए भाइटिका भोली देउसी रे ए यो घर कत्रो देउसी रे ए सिंहदरबार जत्रो देउसी रे ए यो आँगन बाबु तिमीलाई साँच्चै लाग्छ यो घर सिंहदरबार जत्रो छ भनेर ल आन्टी के कुरा गर्नु भएको सिंहदरबार भन्दा ठुलो छ नि तपाईको घर अबे साले हो र बाबु सिंहदरबार देख्या छौ तिमीले कत्रो छ देख्या छु नि आन्टी हिजो भर्खर देखेको यत्रो सानो रहेछ मेरो मुट्ठी भन्दा सानो मुट्ठी भन्दा सानो हन कहाँ देखे हो त्यति सानो सिंहदरबार टिभीमा देखेको नि आन्टी हिजो बाबाले समाचार हेर्दा देखाउनु भएको थियो यत्रै रहेछ त्यो भन्दा ठुलो त यसकै छ उसको के बाबु भन्दिउ आन्टीलाई के भन्छस् तैले देखा छस् र मेरो लौ अस्ति भर्खर देखाएको होइन तैले हामीलाई कहिले देखाए मैले धेरै जेपिटी नबोले ओइ अस्ति यसको नयाँ फुटबल हामीलाई देखाएको हो कि न भन् त हो देखाएको हो ए फुटबलको कुरा गरेको हो फुटबल त देखाएको मैले तैले चाहिँ के सोचिस् मैले त ब्याट सोचिरहेको थिएँ यार तसँग ब्याट छ र छ नि सुरिलो ब्याट छ योसँग हेर्छस् के हेर्ने कुरा भइरहेछ त्यहाँ म पनि हेर्छु नि हैट आन्टी हुन्न तपाईँ अङ्कलकै हेर्नु बाबा मेरो मतलब भित्र गएर अङ्कललाई हेर्नु न बिरामी पो हुनुहुन्छ कि कसले भनेको म बिरामी छु भनेर म जस्तो हेल्दी कोही छैन यो संसारमा हो रहेछ पेट देखेरै थाहा भयो अङ्कल तपाईलाई एउटा कुरा सोधौं के कुरा तपाईको 6 प्याक छ कि 8 प्याक देखिनस् यत्रो फ्यामिली प्याक तिमीहरू देउसी खेल्न आको कि मेरो प्याक हेर्न आको देउसी खेल्ने भए खेल नत्र जाऊ आफ्नो घर ए झिलिमिली देउसी रे ए केकको झिलिमिली देउसी रे ए बत्तीको झिलिमिली देउसी रे ए फुलको झिलिमिली देउसी रे ए स्टिलको चम्ची देउसी रे ए अङ्कल आन्टीलाई सम्झी देउसी रे ए आएका हामी देउसी रे ए देउसी रे खेल्न देउसी रे ए बारीमा ओखर देउसी रे ए हाम्रो साथी जोकर देउसी रे ए बारीमा अदुवा देउसी